के सुकुमाया हो भनेर अब थाहा पाउने भइन् त श्रियाले। के श्रियाले सारा कुरा सुनिन् त सुकुमायाको आमासँगका गफहरू। आखिर श्रिया किन झ्वाकिएर त्यो कोठाभित्र छिरिन्, अर्थात् सुकुमाया भएको ठाउँमा एक्कासी किन छिरिन् त? र सुकुमाया पनि निकै डराए जस्तो भने एकदमै देखिए। र सुकुमायाको सबै कुरा बाहिर आयो र यथार्थ कुरा सबैले थाहा पाए भने सुकुमायालाई निकै ठुलो सजाय हुन सक्ने सम्भावना भने देखिन्छ। तर सुकुमायाले आफै किन केयरलेस गरिरहेकी छिन् र उनीहरूलाई बारम्बार शङ्खाको घेरामा किन ल्याउन खोजिरहेकी छिन्? आखिर यो घुन्टी नै हो भन्ने खालको शङ्का त उनीहरूमा पहिल्यैदेखि लागिरहेको थियो। तर अब यहाँ सुकुमायाकै आवाजमा बोलिरहेको देखेपछि यिनीहरूले पक्का पनि छोड्नेवाला भने छैनन्, किनभने यिनीहरूको धेरै ठुलो षड्यन्त्र चल्दैछ। उसलाई खानामा विष अर्थात् बेहोसको औषधि लगाएर दिने र अर्कै बाहिरबाट केटा बोलाएर एउटै ओछ्यानमा राखेर फोटो भिडियो खिच्ने ठुलो प्लान बनाउँदै गरेका यिनीहरूले अहिले सुकुमायाको आफ्नै आवाज सुनिरहेका छन् र भुन्टी नै हो भनेर विश्वास गरिरहेका ती सारा परिवारमा अब एउटा शङ्खाको घेरा भने पक्कै भएको छ। सोझी भुन्टीलाई यति धेरै ठुला ठुला ज्ञानहरू थिएन, तर यो एक्कासी यति धेरै परिवर्तन कसरी भयो र यो कहाँबाट परिचालित छे भन्ने कुरा त पहिल्यैदेखि श्रियाले खोजिरहेकै थिए। तर एक्कासी आज आवाज पनि अर्कै र कोठामा मस्त बसेर फोन गरिरहेको र आमासँग नडराउनुहोस्, म यो आजको भोलि सबै ठिक बनाएर आउँछु भन्दै गर्दाखेरि सबै श्रियाले सुनिसकेकी थिइन् र एक्कासी झर्किएर घरभित्र भने पुगेकी हो। र उता भूमिकाको भने लेबर काममा मस्त छिन्। आफूले आफ्नै घरको लेबर गरिरहेकी भूमिकालाई भने अहिले त्यो घरको ठेकदारले अर्कै ठेकदार पठाइदिइसकेपछि विगतको आफ्नै बोयफ्रेन्ड र पैसाको झट्टारो हानेर हिँडेको केटा ठेकदार बनेर आइसकेपछि अब मेरा सारा कुरा खोलिए भने अहिले नखोलिँदा त यति धेरै यातनाहरू पाइरहेको छु भने यसले सबै कुरा खोलिदियो भने मेरो के हालत हुन्छ होला भन्दै त्यहाँबाट भाग्न तयार गर्दै थिइन्। र त्यहाँबाट भाग्न तयारी भएकी केटीलाई आफ्नै श्रीमानले पक्रेर घरभित्र लिएर गए। यहाँ बारम्बार भाग्ने कोसिस गर्दा पनि कहिल्यै भूमिका भाग्न सफल भएकी भने छैनन् र यता भूमिकाको बुढालाई पनि शङ्का लागिरहेको छ। पहिला मैतालु फर्काउन जाँदा यही केटाले बाटोमा निकै नराम्रो तरिकाले हेरिरहेको थियो र अहिले पनि यही केटा किन यहाँ ठेकदार बनेर आयो? तिमीहरू दुईभित्र केही त छैन नि? तिमी त मेरो ससुराली गाउँको जस्तो लाग्यो त भन्दै प्रश्न गरिरहेका हुन्छन्। त्यतिखेर हो हुन त, तर ऊ छिमेकी बहिनी हो, कति धेरै परिवर्तन भइछिन् भनेर मात्र हेरेको हो, अरू हाम्रो त्यस्तो केही पनि छैन भन्दै हुन्छन्। उता मास्टर भने भुन्टीसँगको ठुलो सपना देख्न थालिसकेका छन् र भुन्टीलाई आफ्नो बनाउने र सँगै जीवन जिउने र ट्युसन पढाउँदै गरेका बेलामा विभिन्न खालका भिडियोहरू खिच्ने गर्दैछन्। डफली बारे डफली बजा यो के बजेछ हैन? डफली बारे नाची गर्नु डफली बारे डफली बजा मेरे तातो छ। के खाएको सानो छोरो? के खाएको? यता हेर्न। ओ डल्ले ए नछोड्नु।